हाई गाइज म चाहिँ हजुर त्यो फास्ट गर्नुपर्छ भाइले थाहा बाई हाई गाइज म चाहिँ क्याम्प जान रेडी हुँदैछु मम्मी हुनुहुन्छ अनि अब म निस्किँदै छु लेट भइसक्यो म वहाँ गएर दिदीहरूलाई देखाउँछु है अनि यो चाहिँ मेरो ड्रेस मेरो बोतल मेरो ब्याग अनि म त आएँ रे भारतको आएँ तर खुले छैन थप म त आइसकेँ फर्स्ट भयो नि त बन्द के हो कति लाउने हो दिदी मलाई त्यो चाँडै बोलाएर नि आफू त्यो बल्ल आउँदै हुनुहुन्छ उहाँ ऊ म्याम भर्खरै आउँदै हुनुहुन्छ मलाई अघि नै बोलाएका अब हामी पसल खोल्दै अब उहाँ म्यामले खोल्दै हुनुहुन्छ 24 चोटिको घाम लागिरह हाम्रो डक्टर भर्खरै आइपुग्नु भयो होइन लास्ट ढिलो आउने हो कि ढिलो आएन म 7:30 बजे आएँ 7:30 बजे भिडियोमा देखेँ सन्ध्या जाडोमा डक्टर मान्छेहरू सन्ध्या ढिलो आउनुहुन्छ डक्टर भएको फाइदा हो नि त त्यो ढिलो आयो नि केही हुँदैन अब हामी जान लाग्यो हो कि म्याम जाने हो जान्ला इबीमा हामीलाई त कफी खान दिएनन् डक्टरलाई झन् कफीको व्यवस्था छैन यहाँ हाम्रो जाने गाडी आयो उहाँहरू मामा हुनुहुन्छ अब हामी यहाँ जान्ला हो यो हाम्रो इबी यो हाम्रो बहिनी भाइ बहिनी ल हामी जान लाग्यो अब ल बाई 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 लक्ष्मी खानेकुरा पकाएर राख ल बाई बाई कहिले सकिन्न डिस्कसन अब जाने हामी आउनु भयो हाई दिदी दिदीको घर हो यहाँ कसैलाई सामान चाहियो भने लिन आउँदा हुन्छ मार्टमा म अब सिफ्ट हुन लाग्यो यसले जहाँबाट पनि प्रमोसन गरेर है हामी रामपुर आइपुग्यौँ रामपुर कलेज नि हाम्रो दाइ मामाले कफी खानुपर्छ है आज हो क्या दिदी भन्नु त भागो मेरो नि पर्नु पर्यो एउटा त मलाई नि पर्नु पर्यो अङ्कललाई दाइलाई तर कफी चाहिँ हो कि दिदी बिहान उठेर आज खुवाउनुपर्छ पर्दैन भन्नु त कफी खानुपर्छ चनौली आइपुग्न लागेको छ मेघौली आइपुग्यो डेस्टिनेसनमा आयौँ ए वडामा सिएमसीको नि हो है साँच्ची त अनि यही वडामा हाम्रो क्याम्प हुँदैछ हेर्न सक्नुहुन्छ 28 नम्बर हाम्रो चेकअप गर्ने ठाउँ त्यसो नआउने बित्तिकै हामी गरिन्छ शुभ कार्य राम्रो कार्यक्रम गरिदिनु होला भन्ने आशा साथ पुरा धन्यवाद धन्यवाद आजका विशिष्ट अतिथि मैले कार्यक्रमलाई लामो लैजान त्यस कारणले गर्दाखेरि मैले फर्स्ट पेसेन्ट हाम्रो यता हेर त बाई गर फेरि आओस् है हाम्रो यहाँ बल्ल खान पाइए मालते खानु भइसक्यो छिट्टै पानी
बल्ल खाजा खान जानु लाग्यो है हामी कति बज्यो 11:42 भएछ बल्ल खानु पाऊँ सर बल्ल लिन आउनु भयो हामीलाई खाना खान सर यता हेरिदिनु सर हाई भन्नु बल्ल लिन आउनु भयो 12 बजे बल्ल लिन आउनु भयो सर कम्प्लेन खाना खाना जाँदैछौँ हामी बल्ल कस्तो पाउँदो रहेछ हेर मैले त अञ्जली चाहिँ अगाडि हुनुहुन्छ पछाडि राम्रो आउँदो रहेछ अगाडि एउटा हेर्दा मेगौली नानी खायो माइ कस्तो लाग्यो हजुरलाई ठाउँ राम्रो छ हरियाली चाहिँ केटीहरू हिँड्न सक्नु भएको छैन केटीहरू भएर हरियाली गाह्रो छ कि 12 बजीसम्म खानु पाएन भने जसलाई पनि भइहाल्छ नि केटीहरू धेरै भएर हरियाली भए खाना नपाकेर होइन अनि यहाँ हामी साइट सिइङ गर्न आएको खाना खान नपाएर टेन्सन भइरहेको भ्यू चाहिँ दामी छ ठिक बिमा खाना ढिलो आएर म्याम सुत्नु भएको छ सबजना खाना कुर्दा कुर्दा हैरान 1 बज्दा नि खाना खाना पाएको छैन खाना आएको छैन बल्ल खाना आयो है 1:30 मा 12 बजे भनेको मलाई र म्यामलाई चाहिँ आयो उहाँ चाहिँ हेरे बिचरा खाना यस्तो राम्रो भएन यो क्लब्सले राम्रो गरेन सो डिसपोइन्टिङ तर हेर्दा चाहिँ मिठो खाना खाएपछि हाम्रो भ्यू हेर्ने हो यस्तो आनन्द पिसफुल छ नि बाई हाम्रो काम सक्यो आज यसरी नै सक्यो खाना पुर्यौँ 2 घन्टा अनि यस्तै हो लाग्यो 10 घन्टा त्यो ठाउँ राम्रो छ है दिदी सर्टिफिकेट ल बाई कस्तो भयो गेम एकदम रमाइलो भयो हजुरलाई कस्तो मामालाई म्यामलाई मलाई नि ठिकै भयो फर्स्ट एक्सपिरियन्स माई बेबी बाई सक्यो रे हाम्रो गाडी आयो रे साह्रै हुनुहुन्छ इभीमा बाई 1 घन्टा कुर्यो नि ओके दाइ रिसाउनु भएको छैन दाइ रिसाउनु त रिसाएन 3-4 टिकटक हालिदियो यस्तै हो हिँडाको अब मतिले देखेछ फेरि कहाँ हो भन्छ काठमाडौँतिर काठमाडौँ बानेश्वर भन्दै चाहिँ यो हाम्रो भिडियो बिचमा हो होइन हामीले यसरी एक्सट्रेक्सन गरेको थियौँ दाँतहरू निकालेर तर अनफर्चुनेटली त्यो अगाडि गर्न सकेन त्यही भएर प्लिज मिलाएर हेरिदिनु होला अनि अरू पनि थियो त्यो क्यामेराबाट हराएछ बट इट इज सो फन टु वाच होइन हामीले चाहिँ यसरी निकालिन्छ यदि हजुरहरूलाई आउनु छ भने यु क्यान भिजिट एन आवर क्याम्प अनि द्याट प्लेस वाज सो ब्युटिफुल होइन मैले क्याप्सन लास्टमा नि हालिदिन्छु यु क्यान सी देयर ओके बाई हामी मात्रै जाने हो माइ गाइज बाई तयारी हुँदैछ घर जाने अब आजको यतिकै भ्यायो है क्याब